खाना धुनुको लागि यत्रो भाँडा राखिदिएको यहाँ छ यत्रो यत्रो भाँडा धोएर अझ खाना बनाउनु पर्ने लुट्के बर्बाद हो गर्नु पऱ्यो के छोड गर्ल्स पावर साग बताता है चुरीको चिल्लो भात रानी ओडिन्छ बहिनीको दाहिने हात काम गरेर यार एक दिन घर बार छोडेर हिँडिदिन्छ खाना धुवाउने यार मलाई हल्का कुरा गर्ने यस्तो यस्तो काम गर्छ हल्का काम पनि हल्का हुने खाने दिनु परेन कुन काम हो यार काम भनेको यति काम हल्का हल्का खालको काम दिनुपर्छ यार यस्तो शरीर भए मान्छे भाँडासाँडा धुँदै हुन्छ गर्नै पऱ्यो नत्र खाना दिँदैन फेरि खानामा त्यसै के गर्ने हो खाना कत्रो टाइम लाग्यो यार भाँडा यार एक वर्षदेखि खायो भाँडा त्यो यार यस्तो सानो सानो भाँडा भएपछि आफै धोइहाल्छ नि यत्रो भाँडा नआउने मान्छेलाई काम गरेर हुन्छ एकछिन रोक यार यो भाँडा धुन देऊ त्यसपछि आउँछु म अझ कति वर्षको भाँडा यार बल्ल तल्ल यसलाई माझिसकेँ अझ धुन बाँकी छ तिमीहरू पर्ख है एकछिन पछि बल्ल तल्ल मैले यो काम गरिसकेँ थाकेँ यार यत्रो सकियो लास्टै थाकेँ अब अर्को काम छ अझ बाँकी सोच्दा हेर्दा यसपछिको काम रहेको थियो मेरो खाना बनाउने होइन अनि खाना बनाउनको लागि मैले भर्खर छु अब यसमा दाल भात बनाउनु त अरू के बनाउनु थियो सक्यो भात बनाउनुको लागि मैले चामल बसाइसकेको छु भात बनाउनु अब भइसक्यो होइन सबैले भन्छन् होइन त्यो यो सबै मेहनत कुरा हो यो मेहनत होइन यो कुनै मेहनत होइन क्या यस जहाँ आफ्नो डेली लाइफमा खानको लागि बनाएको यो यसमा कुनै गाह्रो केही काम छैन होइन मेहनत भने के हो भने चाहिँ जब यतिको काम गरेर पनि मान्छे होइन कहिले के गरेछ सब गरेर पनि होइन यो घरको काम गरेर पनि मान्छे यदि आफ्नो लक्ष्यतिर फलो गर्छ हेर्छ भने चाहिँ त्यो हो कि मेहनत भनेको त्यो हो यो जहाँ कुनै मेहनत होइन कि यो मेहनत होइन यसलाई मेहनत भनेर यो भनेको कम्फर्ट जोन जब योबाट निक्लेर माथि मान्छे केही गर्छ आफ्नो लागि होइन आफ्नो सपनाको लागि त्यो चाहिँ मेहनत हो कि सो म यसलाई मेहनत मान्दिनँ यो मेरो अहिले भनेको खालि यो रेगुलरली मैले खानको लागि बनाउने सामान्य खाना मात्र हो यो जो यसको लागि मैले जो गर्नुपर्छ त्यो मेरो मेहनत हो यो यही भन्न चाहन्थेँ हजुरहरूलाई होइन बाई